हामी त भाग्य पानी मान्छे हो क्या यार। हर हर महादेव। एमन स्मिथ बट नेपाल इज रियल। आमा आइपुग्यो यार। इन्डियाको बोर्डर। हेलो चोरी गाई, हाउ आर यु? फाइनली आइपुग्यो। जङ्गल चाहिँ वाइल्डै छ यार। माइनक्राफ्टमा भन्दा अरू कहीँ थिएन। सो हेलो गाइज, वेलकम ब्याक टु न्यू ब्लग। सबैजनालाई स्वागत छ आजको अर्को नयाँ ब्लगमा। सो गाइज आज चाहिँ हामी अब भेना सालो भेना आज हामी कहाँ जाँदैछौँ भेना? सन्दकपुर। भेना पनि जानु भएको छैन अरे, नयाँ ठाउँ नयाँ एक्सपिरियन्स। अनि इलाम जिल्लाकै सबैभन्दा बेस्ट अरे क्या, वान अफ द बेस्ट ठाउँ हो सन्दकपुर चाहिँ। सो हामी चाहिँ अब जान लागेको। तर बिहान बिहानै चाहिँ आज भेनासँग एउटा इन्सिडेन्ट भयो हामीसँगै भनौँ न। गोप्रोको हाम्रो चाहिँ भेनाको अब मोटो भ्लग गर्नको लागि गोप्रोको माइकै हराएछ। तर केही छैन, त्योभन्दा खुसीमा अब हामी घुम्न जाँदैछौँ होइन, त्यो त भइहाल्छ। तर अलिकति भ्लगमा चाहिँ केही समस्या आउँछ। तर अब ठाउँ कस्तो छ होइन, के छ त्यहाँको वातावरण हेर्छौँ, त्यहाँको सौन्दर्य हेर्छौँ होइन। त्यही हो, अब जाउँ न होइन। एकदमै राम्रो छ अरे ठाउँ। भेनाले भनेपछि त अब अभियसली राम्रो नै भइहाल्छ। म नगए पनि है, मैले चाहिँ अब देखिरहेको त भिडियो सिडियो पनि देखि साथीहरूको नि कुरा सुनिरहेको। धेरै साथीहरू गइसकेको छन् क्या, धेरै गएको छन्। मेरो चाहिँ पहिल्यैदेखि नै जाने प्लान थियो त्यहाँनिर। अब जाउँ, अब फाइनली कुरा हुन्छ तिमीसँग। लेट्स गो ल, बाइक घुमाउनु। अब चाहिँ हामी जानुपर्ने हुन्छ, तर अलि लेट भइसक्यो। बिहानको 10:30 त्यस्तै समथिङ त्यस्तै भइसकिरहेको छ। अस्ति चाहिँ हामी यो लाइनको बाटो गएको थियौँ, उता पानी टार भन्ने ठाउँ। सो आज चाहिँ यो लाइनको बाटो जानेछौँ हामी यता के अरे सन्दकपुर। ल सोल्ड गाइस, मैले चाहिँ चोर मास्क पनि किनिसकेँ होइन। म चाहिँ हेर्दा ठ्याक्कै नै डाका कहाँ चोर होइन जस्तो देखिरहेको छु। यहाँ चाहिँ यसरी लेखिदिएको रहेछ, जस्तो दामी लगाएर यसरी लेख्यो भने चाहिँ बबल। इलाममा जताततै चियाबारी देख्न पाइन्छ। त्यहाँ दामी छ क्या इलाम चाहिँ। इलाममा जताततै चियाबारी देख्न। गाइस हामी चाहिँ फाइनली यहाँ पोखरी भन्ने ठाउँमा आइपुग्यौँ। अनि अब हाम्रो चाहिँ यहाँको अहिलेको प्लान छैन, अहिले फर्किँदाखेरिको प्लान छ। सो माई पोखरी चाहिँ यता रहेछ। भगवान आशीर्वाद दिनु। फाइनली हामी आइपुगेको चाहिँ छैनौँ होइन। तर भ्यू चाहिँ हेर्नु न, आमा पहाडहरू कस्तो कहाँको देखिरहेको छ यार। आमा भेना पहाड त उडा देख्यो त हो यार। ओ माई गड, के गनाएको हो दादा? म त यो मास्क लाएर हो के भैँसीको त गनाउने छाला हुन्छ नि त्यस्तै होइन यार। पहाड चाहिँ बब्बाल देखिरहेको छ यार। ओ माई गड, हेर्नु न यस्तो बबाल देखिरहेको छ। ओके गाइज, हामी चाहिँ यहाँ एकछिन बस्यौँ, पानी सानी खायौँ। अब फेरि हामी चाहिँ लाग्न आँटेको, किनकि अब यहाँ धेरै बेर पनि बस्नु हुँदैन। हाम्रो यात्रा धेरै टाढासम्मको छ। सो अब चाहिँ हामी बाटो लाग्नुपर्छ है त। अब फेरि दामी झर्ना रहेछ होइन। अनि यहाँ चाहिँ एउटा फेरि मलाई एउटा कुराको याद आयो क्या, त्यो पहाडतिर यस्तो खालको चाहिँ सुँगेन भने मलाई लेखाएको फिलै हुँदैन क्या। यो सुँगेपछि मलाई लेखाए जस्तो लाग्छ। झर्ना चाहिँ बबालै रहेछ है। पानी कस्तो हेर्नु न, ढुङ्गा सिलिली तल बगिरहेको छ। जाने ठाउँ त छैन है क्या हो। चाहिदिउँ न, झरिँदैन होला नि त। ओ माई गड, हेर्नु त आमा झर्दिन। बबाल रहेछ यार यो ठाउँ पनि, हेर्नु न आमा। ओहो कस्तो बबाल तरिकाले पानी बगिरहेको छ भने नि। यहाँ त झर्नै होला है भेना, तल त झर्नै रहेछ। उयो पनि झर्ना होला। हेऱ्यो यार, मुख चाहिँ धुम न त। हल्का मात्रै लाउँछु। यो खोल्साको आवाजले नसुनेला मुख सुख धोयो। अब हामी जाने यहाँदेखि हेर्नु त जङ्गलहरू, हामी जङ्गलको बिचमा आएर एकछिन अब पानी बवाल भयो यार। फेरि लाग्नु पर्छ। हामी यति ठुलो पठार जङ्गलभित्रको एउटा सानो खोल्सीबाट झरेको झर्नामा मजाले मुखसुक धोयो। अनि मुखसुक मजाले धोएर फेरि हामी जङ्गलको बाटो अगाडि बढ्यौँ। तर हामी जति अगाडि बढ्यौँ त्यति राम्रो दृश्यहरू हाम्रो आँखा अगाडि आइरहेको थियो। तर यस्तै कुरा गर्दा एक्कासी हाम्रो नजरमा अर्को नयाँ ठुलो झर्ना देखा पर्यो। तर त्यो झर्ना यति धेरै आकर्षित थियो, हामीले त्यो झर्ना जानबाट आफूले आफूलाई रोक्नै सकेनौँ। हामी कस्तो राम्रो ठाउँमा घुमिरहेको छौँ क्या। हेर्नु न, यहाँ ढुङ्गामा कस्तो मजाले खिपेर बनाएको क्या। म खुसीको कुनै ठिकानै छैन क्या। खोला छ यतापट्टि, त्यहाँ माथि ढुङ्गा रहेछ। अब चाहिँ हामी त्यहीँ जान्छौँ पहिलेबाट होइन, किनकि अब घुमेको यहाँ त झर्ना पनि पो रहेछ त यार। आम्बो हेर्नु न, झर्ना पनि रहेछ क्या। आमा ल हेर्नुहोस् त है, आमा आइपुग्यो यार। आउनुहोस् सबै जानुपर्छ। हेर्नुहोस् है झर्ना बबाल छ यो पनि है, एकदमै बबाल छ यार यो पनि।
सो यहाँको पनि झर्ना हेरियो बाटोमै रहेछ होइन एकदम ऱ्यान्डमली भेटेको क्या हामी चाहिँ अब भनौँ न त्यतिकै ऱ्यान्डमली भेटेको झर्ना थियो सो झर्ना पनि हेरियो अब चाहिँ अब हामी फेरि अब सन्दकपुरतिर लागेको यो यात्रा हाम्रो लागि एकदमै धेरै अनएक्सपेक्टेड थियो बाटो थाहा थिएन सोचोच गर्दै अगाडि बढिरहेको थियौँ त्यसै कारणले होला यो एकदमै रमाइलोका साथसाथै डरलाग्दो पनि भइरहेको थियो तर यो डरलाग्दोको साथसाथै अलिकति अगाडि बढ्दाखेरि यस्तो नजर आइपुग्यो कत्रो पहिरो लडेको रहेछ यार अस्ति भर्खर इलाममा डेन्जर गएको हो नि त गाइजहरू भर्खरै इलाममा भयङ्कर पानी परेर डेन्जर पहिरो गएको नि त हेर्नु त है यस्तो डेन्जर ठाउँ छ अहिले चाहिँ हामी माथि आएर एकछिन बसेको छौँ होइन बाइक पनि सेलाउन दिएको र भेनानी बसिरहनु भएको छ अनि यहाँ माथि चाहिँ यो डाँडोलाई हेर्नुहोस् न यो हनुमान जस्तो पनि होइन यो सिंहको टाउ बाघको टाउको जस्तो नि कस्तो कस्तो टाइपको रहेछ आकृतिको पहिले सतयुगमा चाहिँ श्राप दिँदाखेरि के अरे यसरी नै ढुङ्गा माटो बन्थे भन्थे यस्तै होला यो सायद यिनीहरू है त्यस्तै लाग्यो खै हो कि के हो हामी त्यहाँ तलबाट माथि आइसक्यो होइन तर हेर्नु नै हुस्से नै छ अनि दोधारमा परिरहेको छु म गाइज हामी त यत्तेरी उकालो छ के गर्ने के हामीले तल इलामको छ्यारछ्यारबाट हिँड्दाखेरि बाटो रोज्न नै गलत गरेछ किनकि ठाडो उकालो र भारी वर्षाको कारणले गर्दाखेरि एकदमै धेरै समस्या भइरहेको थियो अझ हामीले त सन्दकपुरको कुरा त धेरै टाढा हो काली पोखरी पनि पुग्दैन होला जस्तो पनि भइरहेको थियो तर पनि एउटा सानो आशाको किरणले गर्दाखेरि हामी अलिअलि गर्दै अगाडि बढी नै रहेका थियौँ जङ्गल चाहिँ कहाँ आयो जस्तो भइरहेको छ यस्तो उकालो छ अनि र खोला रहेछ बाटो पनि वाइल्डै छ है आम्मामा पानी नि पर्न थाल्यो भेना मेरो भेना के गर्ने हो लु लाग्छ माथि चाहिँ हामी ओभरै माथि आइसकेको छौँ तपाईँहरूले यो फुल हेरेर देखाउनुहुन्छ यो पुरै लेखमा फुल्ने फुल हो सो धेरै माथि चाहिँ हुस्से लागिरहेको छ यो साइड धेरै माथि आइसक्यौँ ओह्राल्दै भाइलाई ओह्राल्दै हामी चाहिँ यहाँ अघि दुईजना यस्तो मजाले पछारेको छौँ कि के भन्नु र भ्लगरको जिन्दगी नै कहाँ सजिलो छ र गाह्रो एडभेन्चर बबाल भइरहेछ यार बल्ल गयो जङ्गलै हामी तल बसेको ठाउँबाट उँभो 4 घण्टासम्म बाइकमा हिँडेपछि बल्ल बल्ल हामीले काली पोखरी भन्ने ठाउँ आइपुग्यो त्योभन्दा अगाडि हामीले 4 घण्टासम्म जङ्गलको बाटो हिँड्दाखेरि घर र मान्छेको कुरा त एकदमै टाढा हो एउटा जनावर पनि देखेको थिएन फाइनली यो त अलिअलि घर देखिरहनु भएको होला काल पोखरी कि ताल पोखरी भन्ने ठाउँ आइपुग्यो यति मात्रै बाँकी छ हुस्से यस्तो डेन्जर लागिरहेको छ है सुन्दर ठाउँ आइपुग्यो कल्लाडी गाइज है फाइनली आइसक्यो पुरै लेखको सिद्धि लेखमा छौँ हामी चाहिँ अहिले कति माथि छौँ क्या यो हुस्से नलाग्नु भने यस्तो डाँडा क्या मतलब पुरै टपमा छौँ क्या हामी चाहिँ अहिले होइन लेख्नु हेर्नु न हिमालमा हुने खालको घरहरू साइडमा छ अब चाहिँ यहाँ यसो चिया चाहिँ खानै पर्छ यार वाइटै चिसो भयो यहाँ चाहिँ हाम्रो यो देखेको रहेछ होइन यो ठाउँ चाहिँ माबु रहेछ अनि त्यहाँदेखि हाम्रो सन्दकपुर चाहिँ 6 किलोमिटर अहल डाँडा के डन्डा के सतमट के होइन चौरी चोक चाहिँ 2 किलोमिटर अगाडि यसरी रहेछ तर यो पनि ठाउँ चाहिँ एकदम पिसवाला रहेछ यार तलबाट यस्तो डेन्जर हुस्से लागिरहेको छ यो साइडको चाहिँ बब्बल लाग्यो मलाई यो हेर्नु सक्नुहुन्छ यही हो सो गाइस चाहिँ हामी चाहिँ यहाँ यसो तातो खानु पर्यो भनेर भित्र छिरेको छौँ यहाँ चाहिँ इन्डियन करेन्सी नै चल्दो रहेछ यी रहेछ इन्डियाको बोर्डर इन्डिया बोर्डर पनि रहेछ तपाईलाई म 800 गरिदिन्छु ल अहिले नेपाली के चाहिँ गर्नु हामी काली पोखरीमा आइसकेको थियौँ र त्यहाँ इन्डियन करेन्सी पनि चल्दो रहेछ तर एउटा दुःखको कुरो चाहिँ के भन्दाखेरि यहाँ अनलाइन ट्रान्जेक्सनहरू मजाले हुँदो रहेन रहेछ फेरि हामी जाडोले सिउसिउ भएको मान्छे यहाँ गएर होटलमा एकछिन भौताडिनु पनि पर्यो हाम्रो भाग्यवश एक ठाउँमा फोन पे र क्युआर को सिस्टम चाहिँ बनाएको रहेछ अलराइट हामीले चाहिँ उता धेरै होटलहरू हेऱ्यौँ होइन केही खानुको लागि तर क्युआरै नहुने भएको कारणले गर्दाखेरि हामी चाहिँ उता खासै बस्न इन्ट्रेस्ट भएन होइन अब क्युआर नभएपछि क्यास छैन भेनासँग मसँग पनि छैन अन्त क्युआर मात्रै हो सो अनि अहिले चाहिँ हामी एक ठाउँमा आएको छौँ अनि यहाँ चाहिँ आएर पहिलेबाट सिधै तातो पानी क्या भरे चिसो भइरहेको छ यो आनन्दले बसेर पहिलेबाट
तातो पानी खाने हो। होटलमा अरू कुराहरू त त्यस्तो धेरै केही पनि खाएन, बस सालो भेनाले अलिअलि एक बोटको सुप खायो अनि फेरि हामी काली पोखरीतिर घुम्न लाग्यो। आइयो गाइस, अलराइट गाइस, हामी चाहिँ कस्तोमा छौँ भने हामी चाहिँ बादलदेखि माथिको उसमा छौँ क्या। सो यो हो हाम्रो काली पोखरी, ठिकै रहेछ, बबाल छ, दामीले चाहिँ हेर्न सक्नुहुन्छ। यसको यो यहाँको रुख बिरुवाहरू हेरेर थाहा हुन्छ कि हामी कति माथि छौँ भनेर। सो यो नर्मल रेन्जमा हाम्रो तलतिर पाउने रुख बिरुवा त हुँदैन होइन। सो दामी धेरै माथि छौँ क्या हामी चाहिँ। यता नेपाल। सो यार मलाई त कस्तो सपना जस्तै लागिरहेको छ यार, कहाँ होला क्या, अनौठो सपना जस्तै लागिरहेको छ यार भेना मलाई त। अलिक ठिक भयो, अब तातो सुप खानु पर्यो, फेरि क्यास पनि साथमा बोकेन क्या, गाह्रो भयो। मेरो ट्राभल सिरिजहरूको यो चाहिँ मतलब धेरै नै युनिक भन्छु क्या, किनकि बाटो यस्तो भयङ्कर थियो। सो यो यस्तो धेरै छ। लेट्स गो गाडी साथ चाहिन्छ। सो म चाहिँ एउटा कुरा भन्न आँटेको, मान्छेले चाहिँ अब कति घुम्दो रहेछ यो जाँठो भनेर सोच्नुहुन्छ होला, तर त्यस्तो होइन। सो ट्राभल गर्नुको चाहिँ मोज मस्तीको लागि मात्रै हुँदैन होइन मान्छेको। सो म एज अ कन्टेन्ट क्रिएटर, मेरो लागि त एउटा भ्लग हुन्छ, ट्राभलको लागि मेरो त कामै पेसा नै यही हो होइन, मेरो त भ्लगिङै हो। सो त्यो मात्रै नभएर हाम्रो चाहिँ हाम्रो मानसिक हेल्थ होइन, हाम्रो चाहिँ अब दिमागबाट भएको थियो सबै डिटक्स हानिदिन्छ, सफा गरिदिन्छ, दिमागमा टेन्सन हुन्छ नि त। म चाहिँ त्यही भन्छु क्या, मान्छेको दिमागमा कोही ब्रेकअप, कोही धनसम्पत्ति टेन्सन, म त हरेक कुराको टेन्सन हुन्छ कि मान्छेको लाइफमा। सो अलिअलि घुम्दाखेरि चाहिँ यस्तो ठाउँमा घुम्दा चाहिँ प्रेसर सुट्ट बाहिर निकालिदिइहाल्छ क्या, त्यस्तो टाइपको चाहिँ धेरै मान्छेहरूको मुखबाट सुन्नुभएको होला। सो एज अ म ट्राभलर म पनि यस्तो भन्छु क्या, किनकि मन खुसी हुन्छ यार, दामी हुन्छ क्या। भेना कान्छा लाग्दै माम जाडो बजेर। नेपाल इन्डिया यो हो हाम्रो नेपाल र इन्डियाको बोर्डर होइन, इलाम जिल्लाले जोडेको बोर्डर, नेपाल यता इन्डिया। कालपोखरीको यो रमाइलो पोखरीलाई एकछिन मजाले हेरिसकेर हामी दुवैजना फेरि सन्दकपुरतिर बाटो लागेका मात्रै थियौँ र बाटो लाग्न साथ हामीसँग यस्तो घटना भयो। फेरि घटना भन्ने बित्तिकै त्यस्तो ठुलो दुर्घटना होइन, हामीसँग घटेको घटना चाहिँ कस्तो थियो भन्दाखेरि कालपोखरीबाट बाटो लाग्न साथ स्वयं सन्दकपुरले यति राम्रो मौसम खुलेर हामीलाई स्वागत गरेको घटना थियो। बिरालो पो रहेछ त हेर्नु, जङ्गली बिरालो पो देख्न पाइयो त। ए आउँदैन यस्ता मलाई बिरालो देख्नुभयो, जङ्गली बिरालो पो देख्यो त आज त। ठ्याक्कै भएर त्यो भाग्यमानी रहेछ म जस्तो मान्छे गर्दैन। आमामा भेना यस्तो आएर तले मुद्दा कहीँ पाइएको थियो। आमामा सालो केटोको भेना चाहिँ हाम्रो मुद्रा बिर्साउनु गर्दै हुन्छ। आमामा हेर्नु त, ए भगवान् म किन यो ठाउँमा पहिले आइन। आमामा अब हामी चाहिँ 3500 भन्दा माथि पुगिसकेको छौँ, अघि चाहिँ 3100 थियो, हामी अहिले 3500 क्रस छौँ। हेर्नुहोस् त, आमामा जङ्गली बिरालो पनि देखियो र यस्तो राम्रो मौसम देखियो। अहिले फेरि कतिखेर बाघ पनि निस्किनु फेरि छैन। आम्मामा क्या सिरी हावा चलिरहेको छ यार, प्रभु धन्न छु कि म नेपालमा जन्मिन पाएँ यार, म धेरै भाग्यमानी छु क्या नेपालमा जन्मिन पाएँ, यस्तो चिजहरू हेर्न पाएँ। मान्छेहरू स्विजरल्यान्ड, अमेरिका, जापान, कोरिया ब्ला 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 भन्छ, के हाम्रो नेपाल यस्तो राम्रो छ यार। हेर्नुहोस् त, आम्मामा हामी भनेको बादलमाथि छौँ क्या, जङ्गलहरू यस्तो भेना, मौसम त खुलेर त बवाल भइदियो त। जिन्दगीमा बस यही हेरेर खुसी पाउनु छ क्या, बस लाइफमा यति चिजहरू चाहिँ भइदियो भने नि। तर हामी गाई साह्रै माथि छौँ है, हामी चाहिँ यहाँ चिसोले एकदम छिटो भेट्न सक्छ होइन। फेरि हामी 3500 माथि छौँ, त्यही भएर एकदम सेफ्टी चाहिँ भइरहेको छ, घरिघरि खोल्नुपर्छ। सो यस्तो दामी छ, अब चाहिँ सायद जानुपर्छ होला। सो अलराइट गाइजहरू होइन, मौसम चाहिँ खुल्दैछ अब, यता यस्तो घाम लागेको छ, उता यस्तो झन् यता बब्बाल खुलिरहेछ। हर हर महादेव, भगवान् यस्तो दामी छ नि। मैले लाइक कि यस्तो रुख माइनक्राफ्टमा भन्दा अरू कहीँ देखेको थिएन। हेर्नुहोस् त है, माइनक्राफ्टमा देखिने रुख देखिन थालिसक्यो भनेपछि हामी धेरै माथि आइसकेको छौँ। त्यही भएको कारणले गर्दा नि अलिअलि जिउ पनि तताउनुपर्छ भनेर हिँड्दैछ क्या। हामी त भाग्यमानी मान्छे हो क्या यार, यहाँ माथि डाँडोमा आएर एकछिन बाइक यहाँ राखेर बसेको हेर्नु न। आम्मामामा, ओ माई गड, हर हर महादेव, हर हर महादेव, भगवान् मेरो प्रभु,
लर्ड ओ माई गॉड आक्से लगाई कपाल उडेको देखिरहनु भएको छ जानी कस्तो चिसो छ सिप तपाईहरुको लागि यस्तो दामी मेहनत गरेर भ्लग बनाइन्छ डोन्ट फरगेट टु लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब चाहिँ हान्नै पर्छ गाइजहरु हैन साथीभाइहरु मेरो दाजुभाइहरु आमा बुवा अंकल आन्टी हजुरआमा सब्स्क्राइब चाहिँ यो भ्यूको लागि सब्स्क्राइब चाहिँ हान्नै पर्छ हेर्नुस् न आमामा तपाईहरुलाई भलै भिडियोमा राम्रो नलागिराको होला तर रियलमा नि कसम यार ओ स्वर्ग कहाँ छ होला स्वर्ग कहीँ छैन हेभन इज मिथ बट नेपाल इज रियल सुन्नु भएको होला नि हैन कानेकै मैले पनि सुनेको छु दाइबाट रियली हेभन इज मिथ बट नेपाल इज रियल हेभन इज मिथ बट नेपाल इज रियल ल साथीभाइहरु माथि आएर चाहिँ चौरी गाई पनि भेट्यो ए चौरी माता सन्दकपुर आएपछि यहाँ हेर्नु त है सन्दकपुर आइपुग्यो सन्दकपुर 0 किलोमिटर भन्दा छ तर बाटो चाहिँ अलि बिग्रेको जस्तो रहेछ तर जङ्गल हेर्नु न त्यही भएर हिँड्दै सो अल राइट एभ्रिवान हामी चाहिँ आइसकेका छौँ सन्दकपुर सो अब चाहिँ यहाँ चाहिँ धेरै नै हाइटी रहेछ तपाईँ 3500 भनौँ न 3600 प्लस अनि सो अब चाहिँ हामी आज सुत्छौँ मजाले आनन्दले ब्ल्याङ्केटबाट सुत्नु ब्ल्याङ्केट सो अल राइट गाइज हामी चाहिँ अघि आयौँ होइन अनि अब यहीँ बस्यौँ हाम्रो यता सरहरूकोमा अनि अब चाहिँ खाना खान लागेको यार वेल जाडो छ बेना तपाईँको छेउमा त बिरालो आयो त मेरो छेउमा चाहिँ आए पनि मान्छे जाडो छ नि होइन हामी चाहिँ आउने यसो घुम्ने भनेर यसो घुम्ने अनि फर्किहाल्ने भनेर सोचेको भरे यस्तो भयो होइन तयारी त्यो अब लुगासुगा पनि अब नर्मल्ली लाएर आइएको थियो पानी र हल्का भिजेपछि चिसो सो अल राइट हाम्रो चाहिँ खाना पनि आइसक्यो खाना पनि आइसकेको छ अचार के हो हामी ठिक छौँ नि बेना एकदम ठिक छौँ सो लाइक अब चाहिँ खाना हान्नुपर्छ यार कसो भइरहेछ जाडो भइरहेछ यस्तो मजाले खाइन्छ नि चिसो ठाउँमा आएर खाना पनि खाएर आयो है अब चाहिँ यस्तो डेन्जर तरिकाले सालो बेना सुतिसक्यो अब ढल्किन्छौँ होइन गलेको नि वाइल्डले छ अब जे होला जसो होला अब भोलि नै भेटौँला सी अन द नेक्स्ट डे सो गुड मर्निङ गाइज आज चाहिँ दोस्रो दिन हो हाम्रो सन्दकपुरमा तर आज चाहिँ हामीलाई मौसमले होइन बेना बाहिर त वाइल्डले चिसो छ आज चाहिँ होइन मैले मौसम हेरेको भोलि चाहिँ घाम खुल्ने रहेछ बजिएको आज चाहिँ अब पुरै वेदरै अब बिग्री भइदियो के गर्नु सो गाइस हामी चाहिँ यसो बाहिरको वेदर हेर्नु निस्किन आँटेको होइन प्रिपेयर हौँ कस्तो छ मौसम कसो छ बेना निस्किनु न डेन्जर छ त उसे त मौसम चाहिँ खुलेको छैन पानीमा पर्न थालेको पानी पर्न कस्तो बवाल हुँदैछ यार खुल्छ अलि भानी खुल्लो भने हुन्छ क्या यहाँ हेर्नु न कस्तो दामी पाहाड देखियो यो त साइड त्यो हेर्नु त हेर्नु न हामी धेरै नै भाग्यमानी मान्छे रहेछौँ किनकि कार्तिक 13-14 मा भयंकरै पानी पर्छ भन्ने सुनेको त थिएन र पनि हामी सन्दकपुर पुग्दाखेरि मजाले पानी तर भाग्य यति डह्रो थियो कि यस्तो धेरै पानी पर्दाखेरि पनि 7-8 बजेतिर मौसम छ्याङ्ग खुलिदियो सो साथीभाइहरू होइन अहिले चाहिँ मौसम मेबी 30% जति खुल्दैछ होइन सो हेर्न सक्नुहुन्छ दामी मौसम भइदियो यार भगवान्सँग यसो वरदानमा आएको त्यो मौसम खुल्छ नि त भेना चाहिँ उता बाइक बनाउँदै हुनुहुन्छ भेनाको चाहिँ बाइकको त्यो भइरहेछ नि त अहिले चाहिँ बब्बाल भइरहेछ क्या मौसमहरू खुल्यो होइन सन्दकपुरमा हामी छौँ
यहाँ चाहिँ यो हाम्रो होटलमा चाहिँ हाम्रो घुमाउँदै दाइ पनि आउनुभएको रहेछ अब युज फ्यान कञ्चन दाइ होइन उहाँको ट्राभल भ्लगहरू चाहिँ मलाई अति नै बबाल लाग्छ सो सबैभन्दा धेरै चाहिँ मलाई सोइपाल बेस क्याम्पको बबाल लाग्छ यो ठाउँमा नि आउनु भएको रहेछ तर दामी छ यार मौसम त माइ गॉड खुल्दैछ जस्तो भनौँ न बिहान त्यस्तो दामी खुलेको थिएन तर अहिले चाहिँ यस्तो बबाल खुलिदिएको छ कि हेर्नु न यसो भनौँ 30% चाहिँ खुल्दैछ हुन्छ यो त हाम्रो चाहिँ बाइकमा हल्का प्रब्लम थियो कि ब्रेकमा सो त्यो पनि फिक्स भइसक्यो अनि अहिले चाहिँ यहाँनिर कस्तो दामी डाँडा रहेछ यहाँ चाहिँ हामी सालो भेना जान आँटेको यहाँ बाइक निकाल्दै हुनुहुन्छ यो ठाउँमा चाहिँ नेपाल 8 वन्डरको हाम्रो हेमान्त दाई पनि आएर बस्नु भएको छ है तल चाहिँ कञ्चन दाई यहाँ चाहिँ मजाले हिँडिरहेको छ यस्तो रुख बोटहरूको डेन्जर उकालो छ मेरो जुत्ता पनि च्यातिसक्यो यार फेरि आयो आउँदैछु आमाम आइराली आइपुग्यो आइराली आमाम कस्तो सिर हाल लाग्छ क्या हेर्नु न त इन्द्रेन देखिरहेको छ ओ माई गड हेर्नु त म कहाँ छु भेनालाई गाह्रो भइसक्यो उकालो सिर्रे हात लागेको छ लाइक कि सन्दकपुर चाहिँ किन नै यति धेरै फेमस रहेछ भन्दाखेरि वरिपरि चाहिँ पहाड तर बिचमा चाहिँ टुप्पो भएको कारणले गर्दाखेरि सन्दकपुर चाहिँ धेरै नै फेमस रहेछ सो यहाँको फेमसको कुरो चाहिँ अब यो त नर्मली हो यतिको त होइन तर यहाँबाट चाहिँ दामी दामी भ्यूहरू देखिन्छ अरे आज चाहिँ मौसमहरू खुलेको छैन होइन यो साइडतिर चाहिँ कञ्चनजङ्घाहरू कपालै देखिन्थ्यो अरे सो अब लाग्नुपर्छ होला हामी अब तल झर्ने हो होइन इलाम झर्ने हो अब यहाँ धेरै बसिरहेदैन हामी हिजो नास्ता खाएको ठाउँ चाहिँ ऊ तल ऊ त्यहाँ रहेछ यार तल त्यो उयो के अरे ऊ भन्ने ठाउँ त्यो के भन्ने ठाउँ भन्दाखेरि नि त्यो कालु पोखरी भन्ने ठाउँ हो त्यहाँ चाहिँ राम्रो निला आकाश चाहिँ देख्न पाइएन अब के भन्नु अब हामी तल झर्छौँ बिस्तारो बिस्तारो ऊ तल परतिर त बडी मालिकाको टापु जस्तै सो गाइज हामी सबै यहाँ होटलमा बसेको थियौँ होइन राति हाम्रो दिदीकोमा ल दिदी एकचोटि धन्यवाद है हजुरलाई यहाँ चाहिँ हाम्रो कञ्चन दाई पनि आउनु भएको रहेछ होइन मैले अघि भनिसकेँ स्टिकर हेरेर तपाईँहरू ब्रदर थ्याङ्क यू सो मच अब हामी अब हामी बाटो लाग्यौँ एउटा कार्ड लिइरहनु न दुईटा रहेछ हेलो चौरी गाई हाउ आर यु चौरी गाईसँग फोटो खिच्नु पर्थ्यो र सिङले हुन्छ होला अहिले फेरि सिङले छ्यान्त्र मात्र तर नि सन्दकपुर यो कुनै कम्प्लेन छैन क्या मजा भयो क्या मा केही छैन नि त होइन भेनाले राम्रै ठाउँ ल्याउनु भन्ने भेना छ भेनालाई त म कसरी थ्याङ्क यू भनेर त्यो थ्याङ्क यू पुग्दै पुगेन क्या भेना कुनै कम्प्लेनै छैन क्या एउटा यादगार भयो नि त यादगार मुटुमा भयो क्या जे भए पनि होइन भेना मेरो भेनासँग यसरी डुल्यो केही छैन भेना म यो आज भिडियोको मार्फत तपाईँलाई के वचन दिन्छु भने तपाईँलाई पनि म भोजपुर घुमाउँछु भोजपुर मन्दुम ट्रेल मोयम ट्रेल घुमाउँछु जान चाहिँ म पनि गएको छैन ऊ हेर्नु हामी अहिले देउराली के अरे कालपोखरीमा त कस्तो दामी घाम लाग्यो त हेर्नु त ऊ सबना जस्तो लाग्यो सन्दकपुर घुम्न गयो र घुमेर फर्कियौँ पनि स्पेशली धेरै 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 धन्यवाद मेरो मनोज भेना सबैसँग चाहिँ एकदमै धेरै डुल्न पाइयो एकदमै नयाँ नयाँ ठाउँ एक्सप्लोर गर्न पाइयो रमाइलो भयो तर यो यात्रा मजाले घुमिसकेपछि सन्दकपुर पुगेर आइसकेपछि एउटा कम्प्लेन चाहिँ नेपाल सरकारसँग के भन्छ भन्दाखेरि नेपाल सरकारले चाहिँ बोर्डर सैनिक प्रशासनलाई राख्नै पर्छ किनकि त्यही पारिपट्टिको छिमेकी देशले आफ्नो सैनिक प्रशासनहरूलाई त्यहाँ राखेको देख्दा तर आफ्नो देशभित्रको बोर्डरमा कोही पनि सेना प्रशासन नहुँदा मन एकदमै दुख्छ जतिसुकै पापी जतिसुकै जे भए पनि आफ्नो देश हो आफ्नो देशको त माया हर कोहीले लाग्छ नै सो अलराइट गाइस हामी चाहिँ यहाँ कालपोखरीमा आएको थियौँ अनि यताको मौसम त छँदैछ यो त भइहाल्यो होइन सो कालपोखरीलाई पनि टाटा बाई बाई भनेर हामी चाहिँ अब लाग्यौँ अगाडि